ल गाइस सर्प पनि भेटिदियो कति ठुलो सर्प आमा बाउ साह्रै ठुलो रहेछ भुइँमा राख्दै त्यसलाई जिउँदैछ केले मारिस् भाइ जिउँदै वेलकम ब्याक गाइस टु माई युट्युब च्यानल अब हामी जाँदैछ अब चाहिँ यहाँ भाइहरू भाइ हेलो भन्दै यहाँ अब भाइसँग दा के सर हेलो तो चलिए शुरू करते हैं। अब हामी मिलेर के सर हामी मिलेर वी आर गोइङ टु स्विम पौडी खेल्न जाँदैछ एउटा खोलामा हिँड्दै तर अब वी डोन्ट नो हामीलाई थाहा छैन कि पानी हुन्छ कि हुँदैन त्यहाँ होइन भाइ के हुन्छ हौ कन्फर्म चाहिँ गर्न यसलाई थाहा छ कन्फर्म गर्न पानी छ कि छैन छ स्योर हो अब हेरौँ है गंगा बोल के नाले में कूदा दिया छोटी गंगा बोल के नाली में कूदा दिया ये कैसे लोग रहे थे यहाँ पे भन्दै अब जाँदैछौँ गाइस हामी होइन यस्तै छ अब पारा अब छुट्टीमा आएको केही गर्ने नहुँदा चाहिँ कहिले दाउरा चिर्यो कहिले पुल घुम्न गयो अब कहिले पौडी खेल्न गयो अब जो मेरो सवालो का मन्जर तु यहाँ हाइवे निस्किन्छ है गाइस हेर्नुहोस् है यताबाट उकालो उकालो हामी जान्छ यो अब कहिले पुगेर कति मिनट लाग्छ भाइ 10-15 मिनट हिँडेर हिजो चाहिँ 5 मिनट भने कि यसले अरे 10-15 मिनट भन्दै अरू 10-15 मिनट भने स्क्याम त गरेको हैन स्क्याम हानेर हैन के राखेर यस्तो गर्मी हुन्छ उकालो हिँड्नुपर्छ तर यहाँ हेरौँ न अब टुटुरुरुन टुडुन टुटुरुरुन टुडुन 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 गाडीले ठोक्छ ठोक्छ त्यहाँ हाम्रो डन खतरा बुल्स 33 लगाएर हिरो अगाडि हाम्रो लिड गर्छ यसको गाइस अब चाहिँ नि हामी कहाँ आइपुग्यो भन्नु त यो चाहिँ हामी पहिला पुरानो घर हो पहिला चाहिँ यो चाहिँ अहिले जुन चाहिँ घरमा हामी बस्दैछ यो चाहिँ नयाँ घर हो कि अस्ति भर्खर 1 वर्ष कि 2 वर्ष भयो बनाएको पहिला चाहिँ यहाँ बस्थ्यो हामी हेर्नु है यहाँनिर यो घर देख्नु हुँदैछ नि यो घारी पछाडि जङ्गल पछाडि यो घरमा बस्थ्यो पहिला हामी सानोमा यतैतिर आउँथ्यो घुम्नु आउँदा होइन नेपाल आउँदाखेरि यतै आउँथ्यो यहाँ बस्थ्यो यो कटरको बोटमा चढेर यस्तो उयो गर्थ्यो मजा गर्थ्यो सानो दोज वर द डेज यहाँ चाहिँ गेट छ होइन गेट भयो न अहिले घर चाहिँ घरै बुवाकै घर हो होइन हामी कहिले काहीँ चाहिँ यता चर्च सजिलो छेउमा चाहिँ हिँड्दै हामी यो चर्चमा आएर एटेन्ड गर्छ अन्त यहाँ चाहिँ बाटो छ भनेर त भन्नु परेन नि त तपाईँहरूले देखिहाल्छ नि बाटो त होइन अन्त नेपाल क्रिस्चियन चर्च यहाँ चाहिँ हामी एटेन्ड गर्छ हो यहाँ हुँदाखेरि नहुँदाखेरि त उतै गर्छ अन्त यहाँ यस्तो यस्तो बनाएको छ राम्रो छ नि ठाउँ त फेरि बस्नुको लागि चाहिँ टक्कै आउँदैछ गाडीहरू टुटुडै ढुङटुडै पहिले चाहिँ यहाँ साइकल कुदाउँथ्यो हामी अहिले यस्तो बनाइसकेको छ सानो छुट्टीमा आउँदाखेरि घरहरू पनि दामी छ पर रेजोर्ट एउटा छ त्यो रेजोर्ट क्रस गरेर चाहिँ हामी स्विमिङ खेल्नु पुग्छ अब पानी चाहिँ छ कि छैन म अहिले पनि भनिदिँदैछु पानी चाहिँ छ कि छैन मलाई थाहा छैन गएर मात्रै पुगेर मात्रै बुझिन्छ यहाँ चाहिँ दोकान रहेछ गाइस अन्त भाइले एउटा कोक लिएर आइज सानो खालको बुन्टे भनेर ए रन गयो लिएर आउँछ गाइस कोक किन्यो हामीले होइन अब अलिकति यो खाने गर्मी छ नि त खाएर चाहिँ गयो ल गाडीले ठोक्छ भनेर नाइस के यसलाई लास्टमा दिनु अरे यसलाई नदिनु लास्टमा दिनु अरे खाली बोतल दिनु यसलाई गाइस हामी त रेजोर्ट आइपुग्न आँट्यो यो रेजोर्टबाट अलिकति टाढो गएपछि विल गेट टु आवर डेस्टिनेसन
See you there. See you there. यहाँ हाम्रो चिनेको भाइ पनि आउँदैछ ए भाइ खतरा लोचन भाइ ठिकै छौ यो भाइ पनि हाम्रो चिनेकै भाइ हो यो भाइ पनि जाने अरे ए ठिक छ यो भाइले पनि बोलाउन आएको हामीलाई अब गरौँ खेल्नुपर्छ अब हामी भिडको बाटो जाँदैछौँ यहाँबाट पसेर कसो घर पनि त्यो भाइले गल्ली गल्लीतिर नहिँड है अबै डेन्जर रहेछ डेन्जर 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 झन्डै टोकेन गाइस हो गाउँतिर त्यस्तै हुन्छ है गाइस बाख्रा साख्रा होइन हल्का अन्त यताबाट चाहिँ गाडी कहाँबाट त्यो कुकुर चाहिँ ओभर डेडली रहेछ हौ अम्बो कत्रो यो भिडको बाटो ओ सेट कोही छैन भाइ कोही छैन ओके गाइस यो भिडबाट हामी जाँदैछ अब लेट्स सर्भाइभ गर्न सक्छ कि सक्दैन हामी ओ भाइ साहब ओ सेट नडराउने मान्छे लडे झन्डै यस्तो भिड त भाइ जन्मेदेखि हिँडेको भाइ जन्मेदेखि यस्तो भिड त के भिड हो त यो बात त सही है के भिड हो र दा होइन यस्तो भिड त नाथे अन्त यस्तो भिड चाहिँ हेर्नु न यहाँबाट ओह्रालो झर्नु पऱ्यो भरे चढ्न सक्ने अर्को बाटो पनि छ नि त ओ टन 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 चिप्लेर चाहिँ लड्नु भएन है डर के आगे जीत है माउन्टेन ड्यू चाहिँ पिउनु पर्ने थियो रहेछ कोको बदली यत्रो भिड छ भने त कहाँ थाहा थियो त भाइ खत्म लास्टमा चाहिँ बस निकाल के ल्या अम्बो guys do not try this at home यति केही होइन यस्तो नाथे जस्ट किडिङ तपाईँहरूलाई अलिकति मनोरञ्जन गराएको मात्रै हो डर देखेको डराएको जस्तो यस्तो नाथे कति हिँड्ने यस्तो भ्लग बनाउँदै हिँड्दैछु नि त म त भिडमा पनि हो यहाँ चाहिँ के छ अरे भाइ यहाँ चाहिँ उम्रेको पानी रहेछ गाइस के छ त हेर्नु त यता देखाइदिउँ ओके देशी रहेछ नि त यहाँ चाहिँ यहाँ उकालोबाट हामी भिरबाट आएको देख्नुभयो होला अब कता यो गाइडहरू लाग्नु त त्यसको यहाँ भाइहरूले देखाउँदैछ बाटो यहाँबाट जानुपर्ने आमा पौडी खेल्न गएको कि के गर्नु गएको त्यो टाढो आएको पौडी खेल्नु पनि अब चाहिँ फाइनली आइपुग्नु आँटे आइपुग्यो भनेको भनेको थियो अघिबाट आइपुगेको थिएन हो अब चाहिँ यस्तो बाटो हिँड्नु पर्दैछ गाइस त्यही म यत्रो टाढा आएर आम्मा क्लासिक बोको रहेछ नि त्यहाँ चाहिँ बोका गाइस ओ गाइस के अरे ओ सेट ओ ये भगवान क्या जुलुम है खोइ भाइ
हेरौँ त आऊ त यो भाइले त के भनेको यार यो खोला हो नभन् न सुकेछ अरे यत्रो टाढा अरे कस्तो गाइस बेजत यो अरे वाह ओ भाई मारो मुझे मारो कत्रो खेल्ने ठाउँ हो होइन रहेछ गाइस मजा आया नाइस प्रैंक ब्रो नाइस प्रैंक हेर्नु त आमा खतरनाक यो त बहुत खतरनाक खतरनाक सेफ्टी जानेहरूले यतिको एन्टरटेनमेन्ट चाहिँ भइदियो भने त अन्त होइन खतरा हुन्छ नि त यता चाहिँ के व्हाइट हाउस लाइट हाउस फेरि अब पहिलाकै यो नेपालकै सबैभन्दा पहिलो पुल तर्नुपर्छ नि अब क्या बात है सर सबैभन्दा कोही अरे भाइ पहिलो पुल तर्नुपर्छ ल अझै टाढो छ नेपालको सबैभन्दा पहिलो पुल अरे अस्ति चाहिँ लङ्गेस्ट पुल अस्ति हामी लङ्गेस्ट पुल गएको चाहिँ त्यो है गाइस परको थर्ड लङ्गेस्ट पुल चाहिँ त्यही हो नि त्यो चाहिँ हामी तलपट्टि नेपालको फर्स्ट पुल फोन बनाउँछ नेपालको फर्स्ट पुल अरे गाइस मैं तो टूट गया फर्स्ट हेर्नु कतिको क्लासिक छ त होइन फर्स्ट पुल अफ नेपाल क्रस गर्नु आमा कति गाह्रो हो एकै पाइले पनि सक्ने कस्तो दामी पुल ठिकै चाहिँ हो नि खोइ यही ढुङ्गामा खेल्नु सुपरम्यान देशी सुपरम्यान हेर्नु लोकल जापाको सुपरम्यान मार्छ तँलाई यसले त्यहाँ अगाडि सुपरम्यान देखेन हामी सुपरम्यानले बचाउँछ आम सुपरम्यान पुल क्रस गर्ने गाइस डरलाग्दो दोस्रो पुल नेपालको गाइस ल कहाँ हो भाइ तेरो बाजे यत्रो टाढो रहेछ छेउमा 5 मिनटमा पुग्छ अरे कैसे लोग रहते हैं यार यहाँ पानी चाहिँ नहोस् न त्यहाँ अहिले मेरो पछि लाग्थ्यो यो अहिले मलाई पो छोड्दै भन्छ लोचन भाइहरू पहिला अन्त बक्सर दाइ भन्दै पछि लाग्थ्यो नि अहिले ठुलो भइसक्यो हेर्नु पनि हेर्दैन यसले हेरेको अरे यसले अब चढ्नु अगाडिको नदिएर कस्तो चढाइ है तेरो त ये भगवान क्या जुलुम है चढाएको छ यो हाम्रो स्विमिङ पुल लोकल स्विमिङ पुल बस्तीको यहीँ खेल्नुपर्छ अब यस्तोमा खेल्नुपर्छ पसिनाले हेर्नु नि आम्मा यत्रो हिँडेन आएर यस्तो गर्नु पऱ्यो अगाडि खेल्नुको लागि यहीँबाट टी सर्ट खोल्दै हिँड्दैछ गाइस आइपुग्यो अरे यिनीहरू भनेको कस्तो ठाउँ आइपुगेको नि नाटक गरेको छैन हेरौँ कति छ वाह जुकी आम्मा रहेछ है पानी चाहिँ धन्दा भइरहेछ भाइ ल गाइस ल आम्मा यिनीहरू स्विमर ए त्यति हो पानी ल कम्ती रहेछ गाइस डुबिँदैन अब खतरा हेर्दैछ अब पनि पसौँ भनेको फोन चाहिँ कसले भिडियो बनाइदिनु नि यो फोन चाहिँ कहाँ राखेर पस्नु एउटा पस्यो वेल सर्ट वाह सर्क जुकी सर्क
यो फोन राख्ने ठाउँमा खोज न पहिला एउटा न कति खतरा खेल्यो यसले आम्मा वाह 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 सब हामी पनि पानीमा पस्ने तर यो भिडियो बनाउने भइदियो चाहिँ दामी भइदिन्थ्यो नि त त्यसमा ऊ यहाँ राख्दैन लगाइस अब यहाँबाट पानीमा पस्ने हामी अलिक पर चाहिँ खेल्नुपर्ने रहेछ पस्नु है यहाँबाट जहीँबाट पस्दा हुन्छ गत्ता सजिलो थियो ढुङ्गा छैन अरे कतै बोल्नु रहेछ गाइस जहिले सफा गर्छौ कत्रो भिज्ने पऱ्यो बेटी गंगा के नाली में घुसा दिया खत्म सर्प रेकर्डिङमा छ रेकर्डिङमा छ ल गाइस सर्प पनि भेटिदियो कति ठुलो सर्प आमा बाउ साह्रै ठुलो रहेछ भुइँमा राख्थ्यो त्यसलाई जिउँदैछ केले मारिस् भाइ जिउँदैछ त नि यो त झन्डा पानी यो पानी साप हो यो खाइरहेछ के खाइरहेछ यसले त यो बुढी हेर्न बुढी यसको यो जाउँ घर खेलौँ न अब यही एउटा आउँदैन यसको माउ आयो भने चाहिँ के गर्छस् ठुलो भनेको यही गरे तडपिँदैछ गाइस छिटो लु ड्राइभर छिटो लु मजा नहीं आ रहा है त्यसले त पौडी त फेरि चाल दिएर चाल हान्नेको अरे नि त फेरि हो उता पुल छ गाइस स्यामसङको जुम हो नि त यो चाहिँ हरायो हरायो एउटा ओइ अर्को उता डुब्यो गाइस सक्यो हामीले नुहाएर अब घर पर्खिन्छ आइया हो थाक्यो यस्तो नुहाइधुवाइ गरियो नुहाइधुवाइ पनि के भन्ने पानी मैला मैला रहेछ अब घर गएर चाहिँ मजाले नुहाउनु पर्ने छ ओ यसको दर्शनले ओडेको पुस्ता निभने छैन यत्रो लामो बाटो हिँडेर जानुपर्छ सो दिस मच फर टुडे आजको लागि यति नै ब्लग लाइक सेयर सब्सक्राइब गरिदिनु हाम्रो सपोर्ट गरिदिनु यसो इन्स्टाग्राममा फलो गरिदिनु अनि अर्को कुरा एउटा अप्रेभमा भनेर नै अर्को च्यानल छ मेरो त्यसमा मेरो गीत रिलिज भइसकेको छ तपाईहरुले गएर त्यहाँ सर्च गरेर त्यसलाई पनि सब्स्क्राइब गरिदिनुहोस् प्लिज अनि शेयर गरिदिनुहोस् अप्रेभमा भनेर छ हैन
यो जीवन भाइ प्रेम तामाङ भनेर सर्च गर्दा पनि हुन्छ त्यो गर्दा झन् छिटै आउँछ हो अनि त्यसलाई पनि हेरेर सब्सक्राइब गरिदिनुहोस् अन्त यसरी माया देखाइदिनुहोस् अझै ताकि अझै भ्लगहरू बनाएर तपाईँहरूलाई भेट्नु सकौँ भ्लगमा सो बाई बाई टेक केयर सी यु अगेन अन द नेक्स्ट भ्लग